guys, welcome back to my channel. I know this is your boy Chetri Amrit. Oh my god, right now we are in हामी पाँच पोखरी हिँडिरहेको छौँ. Am I angry? And then मेरो बाइक चाहिँ इन्जिन बनाउन छोडिदिएको छ हैन. यहाँनिर छ हिमाल, जोर्डन, विवेक. हेलो जोर्डन. Hello guys. हाम्रो क्यानेडियन ब्रदर हो. एनीवन अब चिन्ने मान्छेलाई थाहा छ हैन. Say something. Namaste. Where are you going? Panchpagari. Yeah, my bro. Bye. Yo guys, है. Hi, हिमाल यहाँनिर छ. Yes man. I'll show the view guys. Look at the view guys. आम्मामामा अति बवाल. बाइक चाहिँ दुईटा हो हैन. एब्सोल्युट स्प्लेन्डर. Guys, look at the मेलम्ची बजार हैन. यही रहेछ अहिले मेलम्ची बजार. फर्स्ट टाइम आएको हो यो मन्दनदेवपुर साइड हामी चाहिँ. यो मेलम्ची हो. हेर्नुस् यस्तो छ. रमाइलो भइरहेछ है गाइस. त्यही त हो नि हैन. उमेरमा नघुमे कहिले घुम्ने हो. उमेरमा घुम्नुपर्छ गाइस. इन्जोय गर्ने हो जस्ट. मेरो भाइ पछाडि छ हैन. बाइकको इन्जिन बनाउन ल्याएको छु नत्र मेरो पनि हुन्थ्यो. केही छैन. रमाइलो भइरहेको छ पछाडि बस्न पनि. हिमाल देख्दैछौँ त्यही त हो नि. I will making this vlog for memories है गाइस. यो भ्युज आएर पैसा कमाउने हिसाबले हाल्ने खाने मान्छे होइन म. फर मेमोरिज. फाइनली हामी चाहिँ के हो सिन्धुपाल्चोक मेलम्ची तालामाराङ भन्ने ठाउँमा छौँ. जोड्न म शीतलमा बसेर. बाइक चाहिँ के हो भन्दा थोरै तेल लिकेज भयो कि. अनि यहाँ बनाउँदैछौँ. रेस्ट गरिरहेछौँ. अनि उता बनाउँदैछौँ. त्यो लिकेज हुँदैछ बनाउँदैछौँ. यस्तो छ प्लेस. अब 3 घन्टा लाग्छ अरे जानलाई. गाइस ल हामी चाहिँ खाजा खानु लाग्यो होइन. टक्क लाएर हिमाल यता छ. जोर्डन यहाँ छ. भाइ यहाँ छ. चाउमिन र हुक्का खानु लाग्यो. अब म त्यति हुक्का मन पर्दैन. हिमालले पनि त्यति खाँदैन. यिनीहरूले खाँदैन. बाटो पुरै रफ छ है. बाटो पुरै रफ छ है. से अगेन द्याट वन गाइस हामी चाहिँ यहाँ खाजा खाँदैछौँ होइन. लिटरली हुक्का छ यहाँनिर. हुक्का चाहिँ खाएनौँ. गाइस हिँडिसक्यो है. खाजा खाएर नि हिँडिसक्यौँ होइन. विवेक भाइ पछाडि छ. भन्न खाइयो. अब डाइरेक्ट आमा एङ्ग्री बेस क्याम्प हेर्नु सक्नुहुन्छ. ट्याक्क लाएर यस्तो छ डाँडा काँडा चाहिँ. खोला छ साइडमा होइन. लुक एट द रोड होइन. रोड खासै गतिलो छैन. अफरोड हो. 0 किलोमिटरबाट माउन्टेन हेर्न सक्नुहुन्छ होइन. एकदम माथि टपमा आइसक्यौँ हामी. बाटो खत्तमै छ. ल हेर्नु न बाटोको अवस्था. मेरो बाबु यो हिप र ज्यान दुखेर होला. हिप लास्टै दुख्ने. अनि हामीले सम्झेको छौँ दिदीहरू दाजुभाइ सम्झेको. गाह्रै छ भनौँ न होइन जोर्डन. यस रोड इज डिफिकल्ट या अफ रोड. हुन्छ. कभर कस्तो भएको हेर्नु छ. Look at the view guys. Look at the view है. माउन्टेन त्यहाँ छ. गाइस फाइनली हामी माथि टप एकदमै टपमा. बाइक यहाँ छ. बाइक रेस्ट भइरहेको. डोजर त्यहाँ रहेछ. बाटो चाहिँ लास्टै खत्तम छ यार. 3700 meters. Such a fucking road yeah guys. Yeah. We can see the mountains clear below us. ग्याङहरू यता है. हामी आइपुग्यो गाइज होइन माथि. 4000. ल रमाइलो गर्दैछौँ यता होइन. 10मा बस्ने हो. 10मा रहेछ यस्तो हाम्रो ब्रदरहुड. गाइज दिस मर्निङ टाइम 3 o'clock. कस्तो हेर्नु रहेछ. सुतेर बस्यो कस्तो जाडो. एउटा नै वक अप. स्टप. I am a स्टप. fuck you.
गाइज बिहानको 3 बजे चाहिँ हिँडेर आइसकेका छौँ हिमाल म विवेक जोर्डन जङ्गलको बाटो रहेछ बाटो ठिकै छ होइन अब एकदमै टपमा पुग्नुपर्ने छ हामीलाई त्यही हो लाइट छैन ए मङ्की डोन्ट डु द्याट ए सोही यहाँ छ जोर्डन Bader. बादर लुकिङ लाइक ज्याप Japre. फुल ज्याप अनुहार हेर्नु यहाँ पड्केर ब्लास्टै भयो फर्स्ट वक हेर त अहिले हेर्दा थाहा उयो बसेर छ नि त हामी उयो बसेर छ गाइज फाइनली आमा एङ्ग्री है लुक एट द भ्यू अब देखाउँछु म है एकदमै क्रेजी छ एकदम लुक एट द भ्यू 360 भ्यू ल फिलिङ लाइक हेभन है गाइज लिटरल्ली उताबाट सूर्य उदाउँदैछ ल यस्तो राखेर चाहिँ एकदमै क्रेजी देखाएको छ एकदमै रियलमा चाहिँ नियर देखिरहेको छ है मान्छेहरू यता छन् मेरो भाइ यता छ कस्तो भइरहेको कान्छ एकदम रमाइलो भइरहेको छ जोर्डन जोर्डन यहाँ छ खतरा है अनि यहाँ चाहिँ मन्दिर बन्दैछ ल हेर्नु जुन पनि लागिरहेको लुक एकदमै दामी छ है गाइज खतरा छ ल हैट चस्मा सस्मा लाएर ल जाडो चाहिँ जाडो के लुगा ठिकै लगाएको फोटो चाहिँ हान्दियो न प्लिज मेरो एउटा फोटो नेट कसको परेको जोर्डनको यहाँनिर चाहिँ टक्क लाएर होइन पुरै ध्यान आकर्षण गरिरहन् भ्यू यस्तो भएर दामी छ क्या Click my one photo here from my phone. Okay. Like the morning, okay? Pretty photo, okay? But you do same for me, yeah? याद पनि रहेछ ल हेर्नु भ्यू हेर्न सक्नुहुन्छ गाइज यति माथि टपमा जानुपर्छ मुनिबाट होइन यसले मलाई लहाट्न लागेको कि के हो यो काँडै काँडा छ यता चाहिँ अनि फाइनली उहाँ माथि टपमा पुग्नुपर्ने हुन्छ बिहान हिँड्दा चाहिँ ठिकै गाह्रो भयो ओह्रालो जाँदा त त्यस्तो केही गाह्रो छैन गाइजहरू यहाँ हुनुहुन्छ ट्रेक हान्नेहरू गाइज हामी चाहिँ झर्दैछौँ मुनि होइन एकदमै झर्दाखेरि चाहिँ खासै केही भएको छैन माथि हिँड्दा चाहिँ आमामा सानो माथि होइन त मेरो शिव दाई ओहो धेरै गाह्रो छ यार मेरो दाई चाहिँ फेरि क्रेजी हो नि हन्टर सामान लोड हुन्छ नि दाई मुनि गएपछि अब हुन्छ एकछिन अनि क्रेजी रहेछ अगेन मेकिङ या कुहिरेलाई हाई बनाइदिएर हाम्रो जोरनलाई ठिकै छ गाइस टाइम दिएर मलाई है गाइस हामी बस्ने ठाउँ यही हो हेर्न सक्नुहुन्छ यो कटेज बस्या हो हिँड्दैछौँ त ठिक छ यस्तै क्रेजी भयो नि यार हिँड्दा हिँड्दा मलाई चाहिँ मजा आयो थाक्न नि थाक्यो गाइस